फर्स्ट मिनी ब्लग हो, सबैजनाले माया गरिदिनु होला। मेरो डेली रुटिन हो गाइज, बिहानै उठेर धुलो बढाल्ने, घाँस काट्न जाने। मम्मी र म भएर चाहिँ जङ्गलतिर घाँस काट्न लाग्यो। जङ्गल जान चाहिँ मलाई अलिक डर लाग्छ। जङ्गल गयो भने चाहिँ म मम्मीलाई लगेर जान्छु। जङ्गल गएर हामीले घाँसहरू पनि काटेर ल्यायो। हाम्रो चाहिँ 2टा गोरु 3टा बाख्रा छ। बाख्रालाई पनि घाँस हाल्यो। अब चाहिँ हामी घरमा जान्छौँ। अहिले चाहिँ गर्मीको सिजन छ होइन। म चाहिँ नुहाइ धुवाइ गरिसकेपछि चाहिँ आगो फुकेपछि रक्सी पार्यो। रक्सी पार्न थालेपछि खाना पनि सँगै पकायो। गर्मी छ गाइज, गर्मीको बेला होइन, आगोमा खाना पकाउन धेरै गाह्रो हुन्छ। त्यही माथि मैले खाना पकाउने रक्सी पार्ने गरेको छ। बर्खा लागेपछि पानी पनि परेको छ होइन। पानी परेर त्यही माथि आगोमा पकाएको पानीको छिर्काएर कस्तो गाह्रो भइरहेको। गाह्रो भए पनि जे भए पनि अब काम त गर्नै पर्यो। बर्खा लाग्यो गाइज। हजुरहरूकोतिर धान रोप्छ कि रोप्दैन? हाम्रोतिर त धान पनि रोप्छ। अरू गाउँतिर त धान पनि रोपिसकेछ। हाम्रो गाउँतिर चाहिँ अलि ढिलो नै धान रोप्ने गर्छ। काला तास्ने सुरु हुँदैछ अहिले चाहिँ हाम्रो गाउँमा। मेलामा हिँड्ने दिन पनि आइसक्यो। अब त साथीहरूसँग गफ गर्दै काम गर्दै धेरै मजा आउँछ। हामीले चाहिँ मकै पनि रोपेको छ। मकै चाहिँ पाकेको छैन अहिले नै। आफ्नै बारीमा रोपेको फर्सी, कोलो, सिब्ली भेन्ट, अझै हाम्रो त कफीको बोट पनि छ। मैले चाहिँ खुर्सानी नै रोपेको छु। 3जना परिवार मात्रै छ अहिले हाम्रो चाहिँ। अनि मैले तरकारी बनाउन सुरु गरेको छु। कुखुरालाई दाना पानी दिएको। कुखुरा चाहिँ मलाई पो हेर्ने रहेछ। हामीले चाहिँ मकै बारीमा नै रोपेको छ। हाम्रो चाहिँ टमाटर, काँक्रो, करेला सबै छ हाम्रो चाहिँ बारीमा। बेलौतीको रुख पनि छ। पानी परेको छ गाइज। म चाहिँ पानीभित्र भिडियो बनाएको कि मलाई चाहिँ कस्तो भिडियो बनाउन रहर थियो होइन। अनि त्यसरी मैले चाहिँ भिडियो बनाएको। पानी परेको थियो, मैले भिडियो बनाउन चाहिँ छोडेन है। आफ्नो घरमा जे छ त्यही देखायो। मैले चाहिँ दाल पनि बनायो। कालो कराईमा पकाएको दाल चाहिँ एकदम मिठो हुन्छ। त्यसपछि मैले सब्जी पनि रेडी गरेँ होइन। त्यसपछि म माथिको घरमा गएको त पानी चाहिँ ठुलो पऱ्यो के गाइज होइन, डरै लाग्दो। सो बाई बाई।